हेर्नुस् न साथीहरु, एउटा भर्खरको युवा सरोज कुमार यादव सबैला नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष 28 दिनदेखि नगरपालिकामा गएर आमरण अनसनमा बस्नु भएका छन्। मास्टर वार्ड अध्यक्ष के अधिकार में नहीं नियुक्ति करक, न मास्टर के हटबा के अधिकार है, न मास्टर के राख के अधिकार है, तो स्कूल केना सुधर। हम तो कहे पटक पटक हमरा मास्टर चाहिए, मास्टर चाहिए, मास्टर चाहिए। हम अपना विद्यालय में हॉस्टल संचालन करबे, लेकिन हम सरकार भक सबैला नगरपालिका के सरकार भक हमरा बुते एगो स्कूल नहीं चलते, तो हम तो कहे छी यहाँ के काठ महल पोखरी में डूब के मर जाए चाहिए। र यी युवालाई साथ दिनलाई कोही पनि छैनन्। सेम नगरपालिका भित्र केही दिन पहिला एउटा घटना घटेका छन्। भटियन भन्ने गाउँमा यादव चौक नाम राखेको कारणले गर्दा विवाद भएका थिए र यो विवादलाई साम्य बनाउनको लागि पुलिसले त्यहाँ गोली प्रहार गरेका छन् र गोली लागेर एउटा युवा घाइते भएका छन्। अहिले उसको उपचार काठमाडौँमा भइरहेका छन्। अब यहाँ कुरा हेर्नुस्, यादव चौक राख्ने कि तेली चौक राख्ने कि मण्डल चौक राख्ने, यसको लागि त्यो ठाउँमा बस्ने युवाले ठूलो मात्रामा एक अर्कालाई मार्नको लागि आफ्नो जातको नामको चौक राख्नको लागि त्यहाँ भेला भएका थिए र एकले अर्कोलाई कुटाकुट गरेका थिए, मारेका थिए। विडम्बना हेर्नुस्, यी सबै युवा अनस्किल्ड छन्। यिनीहरुमा कुनै स्किल्ड छैन, एजुकेटेड छैन। यदि यिनीहरु स्किल्ड भएको भए, एजुकेटेड भएको भए कहीं कतै बिजी भएका हुन्थे काममा। तर यिनीहरु चुनाव आउँदा रक्सी खान्छन्, नेताबाट पैसा लिन्छन् र भोट हाल्छन् र भोट हालिसकेपछि सुतिहाल्छन्। सुतिसकेपछि जुन प्रतिनिधिहरु हुन्छन् उनीहरुलाई कुनै प्रेसर हुँदैन र ती प्रतिनिधिहरुले मजाले भ्रष्टाचार गर्छन् र 5 वर्ष भित्रमा चाहेको जति सम्पत्ति आर्जन गर्छन् र जनतालाई उल्लु बनाउँछन् र फेरि त्यही जनताले त्यही नेतालाई गाली गर्छन् र फेरि त्यही नेतालाई भोट दिएर जिताउँछन्। र जब कोही युवा नेता, होनहार नेता सरोज कुमार यादव जस्तो वार्ड भित्र समुदायको लागि, देशको लागि केही गर्न खोज्छन् र उसलाई साथ दिने कोही पनि हुँदैन र हामी भेडा जनता जहिले नै हामी नेतालाई गाली दिन्छौँ। आशा गरिरहेका छौँ कि यो भिडियो हेरेर यी युवा नेतालाई साथ दिनलाई तपाई जस्ता युवाहरूले अगाडि आउनुपर्छ र यस्तै खाले नेता जहाँ कहीँ पनि छन् देशभित्र ती नेताहरूलाई सपोर्ट गर्नुपर्छन् र अगाडि बढाउनुपर्छ। बल्ल तपाईहरूले देशमा विकास निर्माणको काम, शिक्षामा सुधार, स्वास्थ्य सेवामा सुधार हेर्न सक्नुहुन्छ।